वेलकम ब्याक टु माई न्यू भ्लग। अनि आज चाहिँ हामीसँग दुईजना नयाँ गेस्ट भइसक्छ। यहाँ चाहिँ सो हामी आज कता जाने यसो भनिदेऊ त। हामी बौद्धको चियास्पत जाने। ओके, अब आज कता कता घुमाउँछ मलाई पनि थाहा छैन कहाँ जाने। अब त्यही हो। हाई गाइस, सो अब चाहिँ हामी गाडी चढ्यौँ। चढ्न चाहिँ अघि नै चढेको। अनि अब हामी कता जाने? बौद्ध जाने। बौद्ध गएर के गर्ने? बौद्ध गएर अब चियास्पत जाने। अनि त्यसपछि अब के गर्ने? खाने। न यहाँ चाहिँ प्रिन्सा कस्तो लागिरहेको छ तिमीलाई मेरो भ्लगमा आउँदा? प्लिज एन्सर। नाइस। हाई गाइस, हामी चाहिँ आइपुग्यौँ बौद्ध। सो गाइस, हामीलाई कति हिँडायो होइन, कता लागेको थाहा छैन। दुईजना चाहिँ ऊ त्यसरी हात छरेर हिँड्दा छ। अघिदेखि हिँडेको हिँडाइ छ। कहाँ लिएर आएको हो? के खानु लाग्यो? चिकन समोसा। ओके, कस्तो छ? म यो ठाउँको पनि देखाउँछु है। पनि कस्तो राम्रो हो होइन। मैले भिडियो बनाएको छु, म त्यो पनि हाल्छु है यताउति। कस्तो क्युट छ कि। गाइस, अघि चाहिँ के भयो भन्दा हामी माथि फोटो खिच्न गएको थियौँ होइन। अनि त्यतिखेर ऊ बस्न लाएर चाहिँ मैले ऊ बस्न लगाएको मुढा तान्दिएँ। अनि ऊ लड्यो। हाँस्न हुँदैन। मैले उसलाई भन्ने टाइमै पाइनँ। म उसलाई धानिरहेको थिएँ। के सडनली भयो। अनि यहाँ गाउँ भयो चाहिँ हामी रियली सरी है। सरी धेरै नै दुखिरह। कस्तो एक्सपिरियन्स भयो लडेर? साँच्चै मलाई यसलाई कुटुम जस्तो फिलिङ आइरहेको छ कि कुट्नु हुँदैन। तर म कुट्दिन्छु, मलाई केही फरक पर्दैन। हामीहरू निस्किसक्यौँ खाएर। अनि कस्तो थियो प्रिन्सा अस्मिता? कस्तो लाग्यो तिमीहरूलाई? मिठो थियो है। मिठो जे पनि बोल्छ। मिठो थियो। अनि अब हामी कता जाने? अब हामी घर जाने। अनि अब त्यही हो। 3-4 किलोमिटर हिँड्नु पर्छ।